हाई हेलो नमस्ते गुड मर्निङ। तपाईँले आज हेर्न सक्नुहुनेछ भक्तपुर दरबार स्क्वायर। आज भक्तपुर जिल्लाको दरबार स्क्वायरमा घुम्न आएको छु धेरै दिन पछाडि। पहिला योभन्दा 9-10 वर्ष अगाडि म घुम्न आएको थिएँ भक्तपुरमा। एकदम सुनसान, आफ्नो पहिचान बोकेको, नेवारहरूको पहिचान बोकेको, संस्कृति बोकेको एउटा भक्तपुर मठ मन्दिरहरू, पहिलाको किराँती लिच्छवी कालदेखिको मठ मन्दिरहरू छन्। यहाँ पुरानो चिजहरू छन्। यहाँ चाहिँ तपाईँले हेर्न सक्नुहुनेछ। यतिखेर म दरबार स्क्वायर आइपुगेको छु। यतिखेर टन्टलपुर घाम, गर्मी एकदम गर्मी भइरहेको छु। ब्लग बनाउने क्रममा आज म भक्तपुर आइपुगेको छु साथीहरू। र तपाईँले यो भिडियोलाई, च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सबैले लाइक, सेयर, कमेन्ट र सब्सक्राइब गर्न नभुल्नु होला साथीहरू। सबैले प्लिज सब्सक्राइब गरिदिनु होला है साथीहरू। अब यस्तै भिडियोहरू चाहिँ, भ्लगको भिडियोहरू चाहिँ तपाईँहरू सामु म ल्याउँदैछु। र आज चाहिँ भक्तपुर स्क्वायरको भिडियोहरू तपाईँले अन्तिमसम्म हेरिदिनु होला। यहाँ चाहिँ विभिन्न मनोरञ्जन दृश्यहरू छन्। यहाँ भक्तपुरका पुराना लेखहरू र पचपन्ने दरबार होइन, यहाँ विभिन्न खालको चाहिँ संस्कृति बोकेको हाम्रो भक्तपुर जिल्ला दरबार स्क्वायर। मानिसहरू आफ्नो व्यस्त हुनुहुन्छ, यहाँ आराम गर्नुहुन्छ सबैजना। र पर्यटकहरू वर्षनी पर्यटकहरू आउँछ। यसरी पर्यटकहरू है आफ्नो फोटो खिच्ने, भिडियो बनाउने, आराम गर्ने, घुम्ने, रमाइलो गर्ने, एकदम शान्त वातावरणमा, एकदम हल्ला छैन, धेरै सुनसान, आफ्नो तरिकाले आफ्नो काम आफूले गरिरहेको छ। एकदम सुनसान छ है साथीहरू। तपाईँहरूले चाहिँ अब रुममा बसेर वाक्क दिक्क प्याक्क भएको भयो नि, तपाईँहरू आउनुहोस्। यो चाहिँ हाम्रो 55 झ्याले दरबार हो। मैले 55 झ्याले दरबार भनेर पहिला सानोमा मैले किताबमा पढ्थेँ, सामाजिक किताबतिर होइन, 4-5तिर, भक्तपुरको 55 झ्याले दरबार भनेर। कहाँ होला, कुन ठाउँ होला भनेको त आज आएर हेऱ्यो, यस्तो रहेछ 55 झ्याले दरबारलाई। पहिला चाहिँ अब नराम्रो थियो, अहिले बनाएर चाहिँ राम्रो बनाएको छ। पहिला चाहिँ भूकम्पले चाहिँ अलि चर्केको थियो, अहिले चाहिँ राम्रो बनाएको रहेछ। यो चाहिँ एकदम जस राम्रो छ। मठ मन्दिरहरू पनि एकदम मजाको छ, रमाइलो छ होइन। उहिले देखेको, अहिले बनाएको होइन नि यो त मन्दिर त। यस्तो राम्रो छ भक्तपुर दरबार स्क्वायर। सबै आफ्नो व्यस्त हुनुहुन्छ। सन्धि पनि अगाडितिर हुनुहुन्छ, हेलमेट लगाएर बसिरहेको, हिँडिरहेको है। ल है साथीहरू, यस्तो रमाइलो ठाउँ रहेछ भक्तपुरमा। मैले किताबमा मात्रै पढेको थिएँ पहिला चाहिँ। अनि अहिले चाहिँ म चाहिँ सानो ब्लगको क्रममा चाहिँ म यहाँ आएर यसो खिचेर हेरेको। तपाईँहरूले हेर्न सक्नुहुनेछ भक्तपुर स्क्वायर। ल रमाइलो छ जोस् भक्तपुर स्क्वायर। ल साथीहरू, ल है साथीहरू, हामी चाहिँ दरबार स्क्वायर घुमेर सकेर पनि, 55 झ्याले दरबार घुमेर सकेर पनि अब हामी उता पान्तले दरबारतिर चाहिँ घुम्न गइरहेको छु। यहाँ चाहिँ अब सबैजना आफ्नो तरिकाले हिँडिरहेको छ। सबैजना चाहिँ सुनसान छ, जोस् रमाइलो लाग्यो जोस् भक्तपुर घुमेर होइन। सुनसान रमाइलो लाग्यो जोस्। अब चाहिँ हामी चाहिँ पान्तले दरबारतिर घुम्न गइरहेको छौँ। यतातिर पसलहरू छ, पुराना चिजहरूको पसलहरू छन्। अर्ग्यानिक मूर्तिहरू होइन, अर्ग्यानिक खालको चाहिँ कलाहरू, आफ्नो कलाहरू, प्रस्तुतहरू, धेरै थरीका कलाहरू, मूर्तिहरू छन्। तपाईँहरूलाई चाहेको खण्डमा यहाँ आउनुहुनेछ र किन्न पनि सक्नुहुनेछ है। अब यहाँतिर भित्र चाहिँ गाडी आउँदैन, भित्र चाहिँ बाइकहरू मात्रै आउँछ है। अनि यहाँ विभिन्न खालको खुकुरीहरू पाउँछ है। एकदम राम्रो छ यस भक्तपुरमा। मलाई रमाइलो लाग्ने चाहिँ भक्तपुर हो। एकदम राम्रो छ। धेरै विभिन्न खालको चाहिँ पसलहरू छन्, जहाँ पसलहरूमा चाहिँ विभिन्न खालको चाहिँ मूर्तिहरू पाउँछ र विभिन्न खुकुरीहरू र पुरानो
सामानहरू पाउने चाहिँ यहीँ पान्तलतिर हो साथीहरू। टुरिस्ट एरिया भयो होइन, टुरिस्टहरूलाई आकर्षित गर्न लागि बनाएको हुन्छन् यहाँतिर है। फोटोहरू विभिन्न खालको चाहिँ धेरै किसिमका फोटोहरू कलाहरू छ आफ्नो, तपाईँहरू आएर हेर्न सक्नुहुनेछ भक्तपुर। अब हामी फाइनली पान्तलतिर अब पुग्न लाग्यो है। पान्तली आइपुग्न लाग्यो। अब पान्तली आइपुग्यो। अब पान्तलतिर पनि एकदम सुनसानै छ, एकदम रमाइलो छ। हेर खुकुरीहरू हेर, आमामा नेपाली गोर्खाली खुकुरीहरू, हालले बुनेको झोलाहरू हेर, नेपाली कलाहरू अनि गलबन्दीहरू, धेरै किसिमका सामग्रीहरू छन्। यस अर्ग्यानिक हाम्रो पहिचान ढल्काउने खालको, पहिचान चिनाउने खालको, वीर नेपाली गोर्खाली भनेर चिन्ने ठाउँ यस्तै छन्। यहाँतिर चाहिँ अब टुरिस्टहरू आएको छ। टुरिस्टहरू पनि यहाँतिर मजाले बस्ने, हेर्ने, फोटो खिच्ने, रमाइलो गर्ने गराएको छ है। अब यहाँ एउटा के हो, घर मन्दिर जस्तो छ, घर पनि छ। टुरिस्टहरू त हेर टन्नै रहेछ टुरिस्टहरू त। यो चाहिँ पान्तली है, 1 2 3 4 पान्तली रहेछ ल। पान्तली मन्दिर भनेको चाहिँ यही हो साथीहरू। भक्तपुर पान्तली मन्दिर भनेको चाहिँ यही हो, पान्तली मन्दिर हो साथीहरू। यस्तो छ पान्तली मन्दिर चाहिँ साथीहरू। रमाइलो जोस् ल। पान्तली मन्दिर पनि अब लगभग घुमियो है, रमाइलो लाग्यो जोस् पान्तली मन्दिर पनि। क्या राम्रो दृश्यहरू के, यस रमाइलो छ भक्तपुर पान्तलतिर। पान्तल पनि एउटा सुनसान छ। गर्मीले पसिना आइसक्यो, चिरिपिरी चिरिपिरी पसिनाले एकदम मान्छे नै कालो भइसकेको छ। गोरो मान्छे, यति गोरो मान्छे कालो भइसकेको छ है गर्मीले पसिनाले। यस्तै छ है साथीहरू ल। सबैजनाले लाइक, सेयर, कमेन्ट र सब्सक्राइब गर्न नभुल्नु होला। यो भिडियो हेरेर कमेन्ट गरिदिनु होला। भिडियो बनाउने क्रममा धेरै त्रुटिहरू होला, खिच्न नजान्ने, बोल्न नजान्ने, त्यस्तै खालको चाहिँ त्रुटिहरू भए कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला साथीहरू है त। म चाहिँ गर्मीमा थाक्यो। अब शीतलमा बसेर एकछिनपछि यहाँको जुजु ताउ खान्छु होइन। अनि त्यसपछि यहाँको परिकारहरू के छ त्यो पनि खान्छु। अनि मजाले अहिले चाहिँ हामी चाहिँ ल फाइनली बाइक चढेर हामी चाहिँ हिँडिरहेको छु। अब हामी भोक लागिसक्यो। अब होटल खोजेर होटलमा खाजा खाने प्लान बनाउँदैछु साथीहरू। यस रमाइलो छ, गल्ली गल्लीहरू छ होइन, एकदम रमाइलो दृश्यहरू छ साथीहरू। यस्तै छ साथी। हाम्रो पाराहरू बिस्तारै चलाउनु बाइकमा धेरै यसरी स्पिड नहिँड्नुहोस् है। सम्ते फेरि लड्ला नि फेरि। सो यति हेर्नु पऱ्यो, दायाँ बायाँ हेर्नु पऱ्यो है। स्पिड चलाए पनि काम छैन बाइकमा सर। अब हामी चाहिँ यतिखेर चाहिँ अब भक्तपुर घुमघाम भएर अब खाजा खाने होटल यस्तो खोज्दैछु। अब कुन होटलमा खाने, अब यो चाहिँ पोखरी, शीत पोखरी छेउमा के पोखरी हो यो चाहिँ, यो पोखरी नाम थाहा पाएन। यो पोखरी अर्को पोखरी चाहिँ शीत पोखरी हो। यो चाहिँ के पोखरी खै, यो पोखरीतिर यसो आएको यसो रमाइलो रहेछ। पोखरी त ठुलो पोखरी रहेछ। यो पोखरी नाम चाहिँ के हो मलाई थाहा पाएन। साथीहरूले कमेन्ट बक्समा यो पोखरीको नाम लेखिदिनु होला है। अनि हामी यस्तै छ अब भक्तपुरको आजको भ्लगहरू। साथीहरू तपाईँ सबैले माया गरिदिनु होला, सबैले हेरिदिनु होला। अनि तपाईँले धेरै कमी कमजोरी भएका त्रुटिहरूलाई आउँदै कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला है। अब पहिलोचोटि सेकेन्डचोटि भ्लग बनाउँदैछु, नयाँ छु। यस्तै राम्रो मोबाइल क्यामेरा पनि छैन, सामान्य मोबाइलबाट खिचेको
ब्लगहरू तपाईँहरूसम्म पस्किएको छु। सबैले कमेन्ट गरिदिनु होला, लाइक गरिदिनु होला, के कस्तो छ सबैले सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है साथीहरू। यो चाहिँ सिद्धपोखरी हो, पक्कै यो डाँडा छ नि, यो डाँडा ठ्याक्कै सिद्धपोखरी हो, पछाडि सिद्धपोखरी छ। अब हामी यहाँ बाइक राखेर सिद्धपोखरी पनि घुम्दैछौँ है साथीहरू। ल त बाई बाई।